हाई हेलो नमस्कार म सोलुखुम्बुबाट निरा राई। तपाईँहरूको ठाउँमा सन्चै हुनुहुन्छ? म पनि एकदमै ठिकै छु है। आज चाहिँ हाम्रो सोलुखुम्बुमा चाहिँ मस्त घाम लागिरहेको छ होइन। यति धेरै रमाइलो छ, यति धेरै हरियाली होइन। अनि हाम्रोतिर हेर्नुहोस्, उवाहरू फलेर अनि आलु स्याउ यस्तो रमाइलो भइरहेछ कि है यो ठाउँमा। अनि हाम्रो ठाउँमा स्ट्रबेरी पनि फलिरहेछ है, म देखाउँछु ल। यहाँ हेर्नुहोस् स्ट्रबेरी है, यति राम्रो भइरहेछ। अहिले चाहिँ यति मात्रै छ है, अनि अझै पनि अब फल्ने क्रम जारी छ। अहिले चाहिँ फल्ने चाहिँ फरेको छैन, अस्ति फलेको थियो त्यो खाइसक्यो होइन। अब चाहिँ अब फल्नलाई अलिअलि दाना दाना लागिरहेछ है होइन। आज चाहिँ म चाहिँ विशेष चाहिँ होइन तपाईँहरूलाई यहाँको फुलहरू देखाउन लागिरहेको छु होइन। यहाँ हाम्रो मेरो साथी निशाको घरमा चाहिँ यति धेरै उहाँले मेहनत गरेर फुलहरू रोप्नु भएको छ नि। कति 100 गमला बेसी छैन त? हो 100 गमला भन्दा बढी छ होइन। हामी यता फुल पनि बिक्री गर्ने गर्छौँ होइन। हामी पार्ट टाइम जब हो क्या यो चाहिँ हाम्रो। अनि त्यो भएको कारणले यति धेरै राम्रो फुलहरू छ है। म तपाईँहरूलाई देखाउँछु। म वान बाई वान टु 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 गर्दै देखाउँछु। तपाईँहरू चुज गर्नु ल, अनि स्क्रिनसट गरेर इनबक्स गर्नु ल। यहाँ हेर्नु ल, यी यति धेरै राम्रो छ क्या आमा। यहाँ हेर्नु है, कति धेरै हेर्दा हेर्दै मन नै लोभ्याउने। यहाँ हेर्नु त, कति धेरै छ है फुलहरू। तपाईँलाई कुन चाहिँ मन पर्यो होइन, कुन चाहिँ मन पर्यो तपाईँहरू छान्नु ल। अनि तपाईँहरूलाई यदि चाहिन्छ भने चाहिँ होइन हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ है। अनि यता हेर्नु, लोटस यता नि छ है। यति धेरै मेहनत गरेर रोप्नु भएको छ फुलहरू, कति धेरै आमामा। अझै पनि फुलहरूको चाहिँ बिरुवा उहाँहरूले यो माउ बिउ राख्नु भएको छ। अनि त्यहाँबाट चाहिँ अब उहाँले चाहिँ सार्नुहुन्छ होइन त, तपाईँले कटिङ गरेर उहाँले चाहिँ अर्कोमा सार्नुहुन्छ होइन। अब यो ठुल्ठुलो चाहिँ माउ बिउ हो। यदि तपाईँहरूलाई पनि यस्तो खालको नाम चाहिँ मलाई थाहा छैन है, मलाई नाम थाहा भएको चाहिँ यो लोटस यति हो होइन। अनि फुलहरू चाहिँ चिनेको, तर नामहरू के हो मलाई केही थाहा छैन। अनि यो चिन्छु, यो एलोभेरा भइहाल्यो। यो नि के हो, एलोभेरा जस्तै छ चाहिँ अलिकति कारामा छ, खोइ के हो चिन्न सकिएन होइन। यति धेरै राम्रो छ है। तपाईँहरूलाई पनि चाहिन्छ भने यहाँ फुल अर्डर गर्न सक्नुहुनेछ है। म अलिक मजाले देखाउने छु ल। यहाँ हेर्नुहोस् त, आमा यति धेरै राम्रो छ कि फुलहरू। यति धेरै यहाँ हेर्नुहोस्। यदि तपाईँहरूलाई पनि यस्तै फुलहरू रोप्नु इच्छा छ भने यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। यहाँमा कति धेरै राम्रो। अब फुल त हेर्नुभयो होइन, एकपटक मलाई पनि हेर्नुहोस् है। म भन्दा त फुल धेरै राम्रो छ होइन, तर मलाई मन परेको चाहिँ यो हो है। यो खोइ के नाम हो भन्छ, मलाई थाहा चाहिँ छैन के नाम हो, मलाई पनि थाहा रहेनछ। अनि यो, अनि त्यहाँदेखि यो कति धेरै राम्रो छ। सबै फुलहरू एकदमै राम्रो छ। यदि तपाईँहरू चाहिन्छ भने लिन आउन सक्नुहुनेछ है। फुलको भिडियो मैले बनाएँ, अनि यदि चाहिन्छ भने इनबक्स गर्नु ल।